टायर चाहिँ यो रहेछ यहाँ यस्तो अवस्थामा बसेछ। चाउचाउ पानीको व्यवस्था नास्ता अब टायर खोजियो के अरे। ओ आउँदैछु के। अरे यार खोला झरेछु वहाँ यस्तो छ। वहाँ फेरि तलबाट चिच्चाको चिच्चाइ कहाँ सजिलो उपलाई सजिलो बाटो झऱ्यो त अघि। म चाहिँ यहाँ यस्तो बाटो झर्नु पर्यो। नसमात्ने केही छ। गुन दौडिन्छ यार ब्रेकै नलागे जस्तो ज्यान पनि। अब फेरि यहाँबाट झर्ने ल। ओ कता हो खै त बाटै देख्दिन है म त। यस्तो सिधै ठाडै देख्छु त यार। यस्तो छ कताबाट झर्नु भयो खै। यहाँ त सिधै खोला झर्न त नमिल्ने रहेछ यार। यस्तो त अब यस्तोबाट कहाँ झर्ने हो। अब फेरि अब यो अब सर्टकट हान्ने त होला नि। यस्तो चढ्दै हो। अब मोबाइल बन्द गर्नु पर्यो। यहाँ मोबाइल भन्दा पनि झाडी समात्नु पर्ने हुन्छ। ल त गाइज अब यस्तो बाटो फेरि झार समात्दै हिँड्न पर्ने हुन्छ। ल अहिलेलाई म चाहिँ अफ गरेँ भिडियो। अब एकैचोटि तल खोलामा गएर गराउँछु। टायर चाहिँ यो रहेछ यहाँ यस्तो अवस्थामा बसेछ। डिस चाहिँ हावा चाहिँ किन नभएर चाहिँ यार। डिस चाहिँ खत्तम भएछ हो र। यस्तो भयो नजिक बस्न पनि डर लाग्ने भएछ यार। दाइ हप खोलेर लान पाए नि हुन्थ्यो नि यार। हावा गइरहेछ त यार। हावा गइरहेछ। ए यो हप्ताभित्रको ठिकै छ नि हो। कहाँ फुट्यो र। नाइ त्यो त उस हो नि। यो त डडम हो नि फुटेको त। माथि त्यो नटबोल्ट लाग्ने फुटेको छैन नि त। यो डिस चाहिँ फुटेछ। टायर यस्तो भएछ। यो मेन हब चाहिएको यार। रस्सी लामै ल्याएर फेरि हप उस पनि हुन्छ यार। गाडीले ताने नि तान्थ्यो होला यार। माया लाग्दो छ यार टायर यार। हुन त दुइटैमा उस भइसकेछ। यस्तो छ।